भन्दा 2 नम्बरदेखि 8 नम्बरसम्म जति पनि आउन सक्छ। यति नै आउँछ भन्ने फिक्स कुनै च्याप्टरमा पनि हुँदैन म्याथमेटिक्समा है। सो मिनिमम 8 मार्क्स, सरी म्याक्सिमम 8 मार्क्स र मिनिमम 2 मार्क्स चाहिँ आउँछ परम्युटेसन कम्बिनेसनमा। सुरु गरौँ। परम्युटेसन र कम्बिनेसन भनेको दिज आर द एरेन्जमेन्ट अफ द अब्जेक्ट। कुनै पनि अब्जेक्टलाई एरेन्जमेन्ट गर्यो भने कति भिन्न तरिकाले एरेन्जमेन्ट गर्न सक्छ, कतिवटा डिफ्रेन्ट एरेन्जमेन्ट हुन्छ, हो त्यही हो परम्युटेसन र कम्बिनेसन भनेको है। एरेन्ज गर्दै गर्दाखेरिमा तिमीले थोरै अर्डरलाई चेन्ज गर्दाखेरिमा एरेन्जमेन्टमा ठुलो चेन्जेस आयो। जस्तै तिमीले हेर त, अब मैले तिमीलाई यहाँनिर दिन सक्छु नि त, केही लेटर्सहरू दिन सक्छु, वर्ड्सहरू दिन सक्छु। मैले 1 2 3 बाट चाहिँ तिमीले 3 डिजिटको नम्बर बनाऊ भन्छ, अनि तिमीले 1 2 3 बनाउँछ। कोही साथीले होइन म त 2 3 1 बनाउँछु भन्छ। हेर त 2 लाई र 3 लाई 1 लाई फ्लिप गर्दाखेरिमा 123 भयो, 231 भयो। यसरी डिफ्रेन्ट नम्बर बन्छ र यसलाई तिमीले एज अ होल एक थरीको नम्बर, यो अर्को थरी नम्बर भनेर पढ्छौ भने दिस इज कल्ड अ परम्युटेसन। कुरा बुझ्यौ है त। अब कम्बिनेसन भनेको के हो त्यो हेरौँ है त हामी फेरि। वाट इज कम्बिनेसन? कम्बिनेसन भनेको चाहिँ जस्ट सेलेक्सनको कुरा हुन्छ। यहाँनिर ग्रुपिजम बनाउनु पर्ने हुन्छ। आरएएम राम, एसएचवाइएम श्याम, यो युनिभर्सल भाइहरू, जुनसुकै टिचरले कोही दुईटा केटाको नाम लिनु पर्यो नि, राम श्याम, ओके सीता पनि होला। तिमीले कुनै दुईजनाको ग्रुप बनाउनु पर्यो, ओके। कोही साथीले बनाउन सक्छ, सर म राम र सीताको ग्रुप बनाउँछु भन्छ। अनि अर्को साथीले होइन म सीता र रामको ग्रुप बनाउँछु भन्छ भने यो दुईटा ग्रुपमा के फरक छ? दुईटा ग्रुप के हो? सेम हो। यो ग्रुप भन्नु र यो ग्रुप भन्नु के हो? सेम हो। हेर न, राम र सीता भन्नु र सीता र राम भन्नु डिफ्रेन्ट ग्रुप त होइन नि त। भनेपछि यस्ता ग्रुपिजम गर्ने, हेर त, यस्ता डिफ्रेन्ट एरेन्जमेन्ट्सहरू जहाँ अर्डर चेन्ज गर्दा सुरुमा राम त्यसपछि सीता सेलेक्ट गरेको, यहाँ सुरुमा सीता त्यसपछि राम सेलेक्ट गरेको, सो यसरी अर्डर चेन्ज गर्दाखेरिमा कुनै पनि चेन्जेस आउँदैन भने यस्तो चिजलाई हामीले के भन्छौँ? कम्बिनेसन भनेर भन्छौँ है त। अब लाएर सो परम्युटेसन र कम्बिनेसनमा हामी सुरु गरौँ डेफिनेसनबाट। वाट इज मेन बाई परम्युटेसन? तिमीलाई थाहा छ परम्युटेसन भनेको द एरेन्जमेन्ट अफ एन अब्जेक्ट इन विच अर्डर म्याटर इज कल्ड परम्युटेसन। भर्खर मैले भने। र इक्जाममा तिमीलाई 1 मार्क्समा फर्मुला सोध्न सक्छ। द परम्युटेसन अफ एन अब्जेक्ट टेकन आर एट अ टाइम भनेको एनवटा अब्जेक्टमा एकचोटिमा आरवटा लेख्ने। जस्तै अघि भर्खर हामीले के गरेको थियो त्यहाँनिर हेर त, जस्तै मसँग कतिवटा अब्जेक्ट थियो त्यहाँनिर हेर त, 2टा अब्जेक्ट थियो नि, अघि 3टा अब्जेक्ट थियो, राम थियो अनि श्याम थियो अनि सीता थियो। 3 जनामा कतिजना लिएको? 2 जना मात्र लिएको। सो एन भनेको चाहिँ 3, आर भनेको चाहिँ 2। 3 जनामा 4 जना लिख्न मैले सक्थेन नि त। त्यही भएर एनको भ्यालु चाहिँ जहिले पनि के हुनुपर्छ? ग्रेटर इक्वल टु आर हुनुपर्छ। र फर्मुला हेर त, पिएन कमा आर भनेको एन फ्याक्टोरियल अपन एन माइनस आर फ्याक्टोरियल। डेफिनेसन सोध्यो भने सबै लेख्दैन। द एरेन्जमेन्ट अफ एन अब्जेक्ट इन विच अर्डर म्याटर इज कल्ड परम्युटेसन। द परम्युटेसन अफ एन अब्जेक्ट टेकन आर एट अ टाइम इज डिनोटेड बाई पिएन कमा आर एन्ड विच इज गिभन बाई द फर्मुला पिएन कमा आर इज इक्वल टु एन फ्याक्टोरियल अपन एन माइनस आर फ्याक्टोरियल भन्ने। ठिक छ। अब यसमै तिमीलाई म कम्बिनेसनको कुरा गर्छु। हेर, कम्बिनेसनको फर्मुला के हुनसक्छ कान्छा? ल भन त। तिमीहरूलाई त अनम्युट गरिदिएको रहेछ नि त है। ए ल, म 1 2 जना साथीहरूलाई म उ गरिदिन्छु ल। ल ओके, कोही आउँछु अगाडि? ल ह्यान्ड रेज गरेर अगाडि आऊ त साथीहरू। म 1 2 जना साथीहरूको चाहिँ माइक अन गरिदिन्छु। सबैको त म गर्न सक्दिनँ है। 1 2 जनाको मात्र। 1 जनाको गरेँ, अर्को 1 जना आऊ ल। 2 जना गरेँ, अर्को कोही छौ? ल 3 जना, यति मात्र। ल माइक अन गर, अफ नगर, यतिकै अन गरेर बस्नु पर्यो है त पुरै क्लासभरि। ल अब भन त, कम्बिनेसन भनेको, कम्बिनेसनको फर्मुला भन्न सक्छ तिमीहरूले मलाई? ल भन त के हुन्छ? सिएन कमा आरको भ्यालु कति हुन्छ भन त? Yes, sir. Cn comma r को n एन factorial फ्याक्टोरियल divided by अपन एन minus माइनस r factorial फ्याक्टोरियल r factorial. फ्याक्टोरियल। अब तिमीलाई क्वेसन सोध्छ इक्जाममा, राइट द रिलेसन बिट्विन। ल हेर है त, क्वेसन कसरी सोध्छ भन्दा राइट द रिलेसन बिट्विन परम्युटेसन एन्ड कम्बिनेसन भन्छ नि त। अब राइट द रिलेसन बिट्विन परम्युटेसन। ल हेर है, राइट द रिलेसन बिट्विन परम्युटेसन एन्ड कम्बिनेसन। के होला हेर त, यसको रिलेसन के हुन सक्छ? परम्युटेसन भनेको पिएन कमा आर, जसको फर्मुला कति हुन्छ होला? एन फ्याक्टोरियल अपन एन माइनस आर फ्याक्टोरियल मात्रै हुन्छ। इक्वेसन 1। कम्बिनेसनको फर्मुला कति हुन्छ भन त? सिएन कमा आर भनेको चाहिँ एन फ्याक्टोरियल अपन भर्खर लेखेको नानीले भनेको एन माइनस आर फ्याक्टोरियल टाइम्स आर फ्याक्टोरियल हुन्छ।
अब ल भन त यति पार्टलाई मैले कसले रिप्लेस गर्न पाउँछु भन त यति पार्टलाई सर त्योलाई चाहिँ त्यो पी फर्म्युटेसन पिएन कमा आरले परम्युटेसन आरले अनि देयरफोर यो दुईटा बीचको रिलेसन के आयो हेर त पिएन कमा आर भनेको त कति टाइम्स रहेछ हेर त आर फ्याक्टोरियल टाइम्स सिएन कमा आर हो यही लेख्नु पर्यो तिमीले 1 मार्क्समा सोध्छ कि तिमीले फर्मुला मात्र लेख्नु पर्यो कि सबै डिराइभ गरेर देखाउनु पर्यो यसरी है ओन्ली 1 मार्क्स हो अब यसरी आएको हो रिलेसन चाहिँ सो परम्युटेसन इज आर फ्याक्टोरियल टाइम्स सिएन कमा आर कहिले कहिले थ्योरिटिकली सोध्छ परम्युटेसन अफ एन अब्जेक्ट टेकन आर एट अ टाइम इज ग्रेटर देन द कम्बिनेसन अफ अब्जेक्ट जस्टिफाई द गिभन स्टेटमेन्ट भन्न सक्छ यसरी जस्टिफाई गरिदिनुपर्छ हायर एबिलिटीको क्वेसन्समा थाहा छ नि हामीलाई याचे 14 मार्क्सको हायर एबिलिटी आउँछ म्याथमेटिक्समा त्यो हायर एबिलिटीको क्वेसनमा जस्टिफाई भनेर थ्योरिटिकल क्वेसन्सहरू सोधिरहेको हुन्छ जस्टिफाई द स्टेटमेन्ट द्याट परम्युटेसन अफ एन अब्जेक्ट इज ग्रेटर देन द कम्बिनेसन अफ द गिभन अब्जेक्ट मजाले लेखिदिने हो है त अगाडि बढौँ हेर त केही क्वेसन्सहरू छ यहाँनिर अब मैले यहाँनिर लेखेँ फर्मुला पिएन कमा आर भनेको एन फ्याक्टोरियल अपन एन माइनस आर फ्याक्टोरियल इफ 3 पर्सन इन्टर अ बस इन विच देयर आर 10 भ्याकेन्ट सिट्स फाइन्ड इन हाउ मेनी वेज दे क्यान सिट भनेको छ सो नम्बर अफ भ्याकेन्ट सिट कति छ ल हेर त नम्बर अफ भ्याकेन्ट सिट ल भन्नु साथीहरू एन 10 इक्वल टु 10 अनि इफ 3 पर्सन्स इन्टर अ बस भनेको टेकन एट एकचोटिमा गएर कतिवटा सिटमा बस्ने हो भन त 3टा सिटमा सिट्स टेकन एट अ टाइम अथवा नम्बर अफ अब्जेक्ट टेकन एट अ टाइम अथवा सिम्पल आर इज इक्वल टु कति भन त 3 3 सो परम्युटेसन पिएन कमा आर कति हुन्छ भन त नम्बर अफ वेज भनेको कति आउने भयो पिएन कमा आर भनेको 10 कमा 3 क्यालकुलेटरमा डाइरेक्ट पी 10 कमा 3 निकाल्न पनि सक्छौ अथवा सिम्पल 10 फ्याक्टोरियल बाई 10 माइनस 3 फ्याक्टोरियल भनेर यसको एन्सर तिमीले क्यालकुलेटरबाट निकाल्न पनि सक्छौ है त निकाला त एकचोटि कति हुन्छ यसको भ्यालु 10 p3 निकाल्न आउँछ क्यालकुलेटरमा 10 खिच सिफ्टसँग मल्टिप्लाईको साइन खिच 3 खिच तिम्रो एन्सर आउँछ 720 यो भनेको फर्मुला मेथड हो यसलाई अल्टरनेटिभली काउन्टिङबाट पनि गर्न सकिन्छ हेर कतिवटा सिट छ भन त कतिजना मान्छे छ कान्छ 1 जना 2 जना 3 जना अब हेर है त गाडीभित्र मान्छे जाँदैछ भने मान्छे गएर गाडीको सिटमा बस्ने हो कि सिट मान्छेबाट जाने हो भन त मान्छे गएर गाडीको सिटमा मान्छे गाडीको सिटतिर जाने हो सिट मान्छेतिर आउने हो त होइन होइन नि सो भनेपछि सिट यहाँनिर छ हेर 1 सिट 2 सिट 3 सिट 4 सिट 5 सिट 6 सिट 7 सिट होइन 2 2 4 5 6 7 8 9 10 भनेपछि मान्छे सिटतिर जाने रहेछ सो नम्बर अफ चोइस फर फर्स्ट पिपल कति भन त नम्बर अफ चोइस फर फर्स्ट पर्सन कतिवटा चोइसेस छ उसको लागि भन 10 वटा 10वटा सपोज ऊ गएर कहीँ एक ठाउँमा बस्यो भ्याकेन्ट भयो अब यो फिल्ड भइसक्यो सेकेन्ड पर्सनको लागि कतिवटा चोइस भन त 9 वटा चोइसेस 9वटा थर्ड पर्सनको लागि कतिवटा चोइसेस 8 वटा 8वटा भनेपछि देयरफोर नम्बर अफ अरेन्जमेन्ट भनेपछि ल हेर त यो गाडीमा 3टै सिट फिलअप हुनेछ एकजना मात्र मान्छे गएर बसेर भएन 2 जना मात्र बसेर भएन एकचोटि टक्क गाडीभित्र हामीले छिरेर त्यो जजले हेर्दाखेरिमा चाहिँ 3टै सिट फिल्ड भएको हुनु पर्यो भनेपछि 3 इभेन्ट मस्ट ह्यापन एट द सेम टाइम सो नम्बर अफ अरेन्जमेन्ट इक्वल टु कति हुन्छ 10 into 9 into 8 गर सो यसको भ्यालु कति आउँछ हेर त 720 वेज आउँछ कुरा बुझ्यौ जताबाट गरे पनि हुन्छ तिमीलाई जुन सजिलो लाग्छ त्यो मेथड गर फर्मुलाबाट गरे पनि हुन्छ काउन्टिङबाट गरे पनि हुन्छ है त ल अब सेकेन्डको लागि हेर त अरु ह्यान्ड रेज गर्ने साथीहरुको पालो अब माइक अन गर्न सक्छौ एरिन भाइ सो हाउ मेनी नम्बर्स अफ 6 डिजिट्स क्यान बी फर्मड विथ द डिजिट 232033 भनेको छ हाउ मेनी नम्बर्स अफ द 6 डिजिट तिमीले कति डिजिटको नम्बर बनाउनु पर्ने छ 6 डिजिटको भनेपछि 6वटा ड्यास बनाउनु पर्यो एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा ठीक छ Yes, sir. नम्बर अफ चोइस फर द फर्स्ट प्लेस कति Sir, त्यसको लागि चाहिँ 6 digit can be formed. ल हेर त सिन्स हाउ मेनी नम्बर अफ 6 डिजिट
हजुर छवटा 6वटा है 6वटा सो फर्स्ट प्लेसमा तिमीले 6वटा लेटर राख्न सक्छौ जे राखे पनि भयो होला तिमीले 6वटा डिजिटको नम्बर बनाउनु पर्ने छ यही डिजिट युज गरेर भनेको छ त्यहाँनिर क्यान बी फर्मड विथ द डिजिट्स 232033 योभन्दा बढी डिजिट तिमीले युज गर्न पाइँदैन पाउँदैन है ल भन सो नम्बर अफ चोइस फर द फर्स्ट प्लेस कति नम्बर अफ 6 चोइस Six. फर फर्स्ट प्लेस यहाँ डिफ्रेन्ट केही पनि भनेको छैन है फर सिम्पल फर्स्ट प्लेसको लागि ल भन त 6. कतिवटा 6 1 2 6 3 वटा सर 4 5 6 भनेपछि 6वटा 6 लेखिदिउँ अनि किन 6 भयो किन 7 भएन भन त 6वटा डिजिट छ नि त सर भनेको छ सर डिजिट नै हामीले 6 डिजिट क्यान बी फर्मड भनेछ नि क्वेसनले नै हो भनेपछि फर्स्ट प्लेसमा हाम्रो 6वटा चोइसेस हो त नम्बर सिस्टममा 0 फर्स्टमा राख्न पाइन्छ र नो नै सर कुनै पनि नम्बर्सलाई हामीले 0बाट स्टार्ट गर्न पाइन्छ त नो सर नै पाइँदैन नि त जेरोलाई अब कुरो 6th के प्लेस रहेछ दिनु पर्यो देन आफ्टर अल यो भनेपछि क्वेसन सर 5वटा चोइसेस हो फर्स्ट प्लेसलाई एस सर एस है सर 5वटा भयो 5वटा प्लेस फिल्ड भयो सपोज के युज भयो होला भन त जेरो टु क्यान बी युज भयो टु फिल्ड भयो बुझ्यो यति गरेको अब यस सर सेकेन्ड प्लेसको लागि ल भन नम्बर अफ चोइस फर द सेकेन्ड प्लेस कति हुन्छ भन त 5 5 हजुर सेकेन्ड 5 प्लेस सर ल भन 5 5 यही लेटर युज गर भनेको छ है हाउ मेनी नम्बर्स अफ द 6 डिजिट क्यान बी फर्म विथ द डिजिट 232033 युज गरेर 6 डिजिटको नम्बर बना भनेको हामीलाई फेरि एउटै लेटरलाई 2 चोटि 3 चोटि युज गर भन्न खोजेको होइन यसले सो 2 2 4 5वटा बुझ्यो यो कुरा यो पनि एस फिल्ड सर यस भयो सर अब थर्ड प्लेसको लागि कति हुन्छ ल भन त नम्बर अफ 4 चोइस वटा फर द थर्ड प्लेस 4 4 वटा सर चोइस फर थर्ड प्लेस इक्वल टु 4 सर यो इक्वल टु माने सर एक्सक्युज मी हजुर एकैचोटि सुन्नु न योमा अब चाहिँ हामीलाई चाहिँ सरले भन्दाखेरि त्यो जेरोलाई एउटा प्लेसमा फिक्स्ड गरेपछि 5वटा वेज नै बच्छ सो त्यहाँ हो डिक्लेयर हामीले भ्याल्यु 5वटा गर्छौँ भन्नुभएको थियो हो त्यस्तै हामीले सपोज चाहिँ 2 गर्यौँ त भन्नुभयो नि हजुरले यता चाहिँ हजुर हजुर 2 गर्यो भनेको होइन नम्बर अफ चोइस फर द फर्स्ट प्लेस भनेको 5वटा चोइसेस थियो मैले के राखेँ भनेको 5वटा राखेँ भन्न खोजेको है एस सर 5वटा भ्यालु मध्ये तिमीले एउटा युज गर्यो नि त एस सर त्यो एउटा चाहिँ के युज भयो 2 युज भयो भन्न खोजेको मात्रै हो अरू ओके केही पनि ओके होइन थ्याङ्क यू सर सेकेन्ड प्लेसको लागि हेर त अब सेकेन्ड प्लेसमा सपोज के युज भयो होला ओके सेकेन्ड प्लेसमा 3 युज भयो होला अथवा तिमीले सेकेन्ड प्लेसमा यो 0 युज गर्यो होला यही भन्न खोजेको नम्बर अफ चोइस फर द थर्ड प्लेसमा के युज गर्यो होला चोइसेस तिम्रो लागि चोइस पो कतिवटा त नानी हेर त 4वटा चोइस हो नि त तिम्रो लागि चोइस पो 4वटा त तिमीले 4वटै लेटर एकै ठाउँमा लेख्ने त होइन होला नि त खप्ट्याएर हो र नो सर तिमी अब अहिले अलि सानै छौ अलि पछि भएपछि त बेगर्ने बेला हुन्छ अनि तिमीलाई चोइसेस आउँछ त्यहाँनिर अनि बाबाले केटाको फोटो देखाउनुहुन्छ 4वटा केटाको फोटो देखाउनुहुन्छ तिम्रो लागि बेगर्ने चोइस कतिवटा हुन्छ भन त 4वटा अनि बे कतिजना छ गर्ने तिमीले 4जनासँग बेगर्ने हो त चोइसेस छ भन्दैमा नो सर अभियसली बे हैन त एउटै एउटासँग गर्ने हो कुरा यो पनि त्यस्तै हाम्रो लागि चोइस पो 4वटा त युज कतिवटा हो एउटा कुरा बुझ्यौ नि के युज भयो त्यो 2 युज भयो भनेर 2 लाई काट्दिएको सेकेन्ड प्लेस भनेको सेकेन्ड ड्यासमा तिम्रो लागि 2 2 4 5वटा चोइसेस थियो सपोज यो 0 युज गर्यो एउटा युज गर्यो अनि 4वटा अनि फोर्थको लागि कतिवटा भन त फोर्थ प्लेसको लागि 3टा फिफ्थ प्लेसको लागि फेरि कतिवटा भन त 2टा 2टा भनेपछि 6 पनि छैन 6th प्लेसको लागि कतिवटा चोइसेस एउटा सबैलाई के गरिदिने अब मल्टिप्लाई गरिदियो है त देयरफोर सर म्युट भएको छ सर 600 आको एन्सर सबैलाई मल्टिप्लाई गरिदेऊ एस सर 600 नै आयो 600 नै 600 आयो नै आयो है ल 600 वेज
ओके 600 निकाल्न सकिन्छ। म अगाडिको क्वेसनमा जान्छु है त। ल अब हेर त, यहाँनिर हेर त, सर यो अहिलेको र permutation अहिलेको and क्वेसन्स अलिकति। combination सर यो permutation and combination मा नि त्यो हजुर theorems छ नि यो लाइक सिम्पल छ नि जो फर्मुला ड्राइभ गर्ने वाला त्यो पनि सोध्छ र सोध्दैन, थ्योरम सोध्दैन, जस्ट सिम्पल फर्मुला मात्रै सोध्छ है। अब पहिला पहिला थ्योरम सोध्थ्यो, अब चाहिँ सोध्दैन। त्यो पिएन कमार त्यो थ्याङ्क यू डिराइभ गरेर बस्नु पर्दैन। ओके, सो नम्बर 3 मा हेर त, हाउ मेनी 5 डिजिट अड नम्बर क्यान बी फर्मड युजिङ द डिजिट 3 4 5 6 7 8 एन्ड 9 इफ रिपिटेसन अफ द डिजिट आर अलाउड, रिपिटेसन अफ डिजिट आर नट अलाउड भनेको छ। ल हेर, एउटामा चाहिँ डिजिट रिपिट गर भनेको छ, एउटामा चाहिँ डिजिट रिपिट नगर भनेको छ। ल भन के हुन्छ होला। ल हेर त, सर यो 2 नम्बरको चाहिँ यो पर्मुटेसनको फर्मुला लाएर कसरी गर्ने हो? पर्म्युटेसनको फर्मुला लगायो भने चाहिँ अनि पख है, यसमा अझै बाँकी छ नि। यहाँनिर मैले यतिकै गऱ्यौँ। अब यहाँनिर हेर त कान्छ, यो यसमा अब अलिकति बाँकी छ। यहाँनिर यो अहिले तिम्रो एन्सर कति आएको थियो? 600 आएको थियो है, हो नानीहरू? एस सर ल अब तिमीहरूले 600 बनाउँदै गर्दा म एउटा कुरा सोध्छु। यहाँनिर तिमीले 3 3 अनि 2 0 अनि त्यसपछि कति छ? 3टा 3 छैन? एस सर 3, ल 2 3 2 4 3 5, 6 2टा 2 2टा 2, 3टा 3 1, 3 3वटा 3। ल यो लेटर बनायो। अब भन त, यसलाई र यसलाई मैले एक्सचेन्ज गरेँ भने के हुन्छ? यो 3 यहाँ, यो 3 यहाँ भयो भने के हुन्छ होला? एउटै नम्बर हो। 3 3 पनि एक्सचेन्ज गर्न पाउला नि त यताउता, एस सर कि पाइँदैन? पाउँछ सर पाउँछ है। त्यो 3 3 पनि एक्सचेन्ज गर्यो भने के हुन्छ होला? नयाँ नम्बर बन्छ कि त्यही नम्बर बन्छ? त्यही नम्बर सेम भन्छ नम्बर बन्छ नि, सेम नम्बर बन्छ यसले कुनै पनि। सो तिमीहरूले लेटर्स रिपिट भयो अथवा त्यो वर्डहरू रिपिट भयो भनेर तल डिभाइड गरेको थियो कि थिएन पहिला? एस सर हो, यहाँ 3 कतिचोटि रिपिट भएको छ हेर त हाम्रो? 3 चोटि डिभाइड सर 3 चोटि रिपिटेसन भएको छ त्यसको हो, त्यही भएर हामीले के गर्नुपर्छ थाहा छ? टोटल एन्सर त्यो 600 लाई अब के गर्नुपर्छ? 3 फ्याक्टोरियल, 3 चोटि, डिभाइड 2 गर्नुपर्छ चोटि भएर 2 फ्याक्टोरियल डिभाइड गरेर बल्ल एन्सर निकाल्नुपर्छ है त। यहाँ हटाएन, मैले ओके लेखिनँ यो कुरा। यो पछि आउँछ यो कुरा। अब यो अहिले धेरै चाँडै आयो क्वेसन्स। सो 600 डिभाइड बाई तिम्रो 6 डिभाइड बाई तिमीले कति गर्न पर्यो? 2 गर्दाखेरिमा चाहिँ यसको एन्सर चाहिँ 50 मात्र आउँदो रहेछ यसको एन्सर चाहिँ। ल यो म पछि गरिदिन्छु, यसलाई अहिले छोडिदेऊ। अब अहिले यो क्वेसन्स गरौँ अनि फेरि त्यसमा जाउँला। हाउ मेनी 5 डिजिट अड नम्बर क्यान बी फर्मड युजिङ द डिजिट 3 4 5 6 7 8 9 भनेको छ। गिभन के भनेको छ ल भन त? गिभनमा हेर त, 3 कमा 4 कमा 5 कमा 6 कमा 7 कमा 8 कमा 9 हो। 3 4 5 6 7 8 9 कति डिजिटको? 5 डिजिट। 1 2 3 4 5 डिजिटको। कान्छा ल हेर त, रिपिटेसन अफ द डिजिट आर अलाउड भनेको तिमीले एकचोटि युज भएको डिजिट फेरि युज गर्न पाउने कि नपाउने? पाउने। अनि कस्तो खालको नम्बर बनाउनु पर्ने छ हेर त हाम्रो क्वेसन्समा यहाँनिर? अड नम्बर। सो रेस्ट्रिक्सन छ। रेस्ट्रिक्सन के छ भन्दा अड बनाउनु पर्ने छ। कुनै पनि नम्बर इभन हो कि अड भन्ने कुरा कसरी थाहा हुन्छ तिमीलाई भन त? कुनै पनि नम्बर सर फर्स्ट लास्ट प्लेसमा भन्न खोजेको, फर्स्ट प्लेसमा लास्ट भयो प्लेसमा, लास्ट प्लेस लास्ट भन्ने नि हुन्छ होला है। लास्ट प्लेस नै सुइटेबल होला नम्बर अफ चोइस फर द लास्ट प्लेस। ओके, फर लास्ट प्लेस कतिवटा चोइसेस भन त? सर हाम्रो चाहिँ 3 5 3 7 एक 9 हेर त, 4 1 2 3 चोइसेस 4वटा सर चोइसेस पो 4वटा त। युज गर्ने कतिवटा? एउटै एउटा। चोइस 4 जना, बे गर्ने एउटा भनेको जस्तै चोइसेस पो 4वटा त। युज त एउटा। सपोज 5 युज भयो होला, काट्दियो मैले। अब सिधै फर्केर फर्स्ट प्लेसमा हो, फिल्ड भयो। अब नम्बर अफ चोइस फर रिमेनिङ प्लेसेस कतिवटा प्लेस बाँकी छ हेर त? 1 ठाम 2 ठाम 3 ठाम 4वटा ठाउँ। कतिवटा लेटर बाँकी छ कान्छ? अनि हाम्रो चाहिँ 2 4 6 वटा सर हेर पेन्डिङ त, छ 2 2 4 5 6 6वटा भनेपछि P6,4 गर्न नि पाइन्छ है, डाइरेक्ट एकैचोटि क्या। नम्बर अफ चोइस फर द रिमेनिङ प्लेसेस भनेर P6,4 गर्दै पनि हुन्छ। बुझ्यौ नि?
त्यो चाहिँ नन रिपिटेड केस लाग्यो फेरि यो रिपिटेड केस छ त्यही भएर अलिक गाह्रो हुन्छ यहाँ त्यो आइआई को लागि हो सो नम्बर अफ चोइस फर द फर्स्ट प्लेस लिएर नम्बर अफ चोइस फर फर्स्ट प्लेस कतिवटा ल भन त अब कतिवटा चोइसेस मागिन्छ भन 6 वटै हुने भयो। सोटा सर 6 वटा कि 7 वटा 2 2 एउटा 4 सर 5 6 7 वटा हो किन 7 वटा भयो भन त 7 वटा के रिपिट गर्न पाइयो नि त 5 लाई रिपिट पनि। गर्न पाइयो गुड यस रिपिट गर्न पाइयो कान्छा नम्बर अफ चोइस फर सेकेन्ड प्लेसलाई भन त सेकेन्ड प्लेसको लागि कतिवटा हुन्छ होला हेर त 6 वटा 7 वटा। 7 वटा हुन्छ नानी रिपिट गर्न पाइयो अगेन यु क्यान युज अल ओ ओके सर ओके नम्बर अफ चोइस फर द थर्ड प्लेसमा जाऊ सो तिमीहरू वान्स टेन्स हन्ड्रेड्स नभन है झुकिन्छ त्यो भन्दा त्यही भएर फर्स्ट सेकेन्ड थर्ड भन जहिले पनि अब फर थर्ड प्लेसको लागि पनि कतिवटा 7 वटा होला फर्स्ट सेकेन्ड थर्ड अब फोर्थको लागि हेर त फोर्थको लागि पनि कतिवटा होला 7 वटा। 7 वटा होला देयरफोर टोटल नम्बर अफ अरेन्जमेन्ट कति भनिदिनुहोस् सबैलाई मल्टिप्लाई गरिदेऊ 4 इन्टु 7 को पावर 2 2 4 7 को पावर 4 गर्न सक्छौ 4 इन्टु 7 को पावर 4 हाल्दै त कति आउँछ 9604 9604 ओके गुड ल है त अब विदाउट रिपिटेसन विदाउट रिपिटेसन गरौँ न त ल सिन्स फर रिपिटेसन अफ डिजिट सिन्स रिपिटेसन हल्का ल्याङ्ग्वेज पनि लेखौँ है त अब सिन्स आरइपिई एकदम बेसिकबाट पढौँ है अनि भोलिको क्लासमा अलि उडाउँला सिधै सिन्स रिपिटेसन लिएर सिन्स रिपिटेसन अफ डिजिट्स आर के छ नट अलाउड अलाउड छ त छैन है सिन्स द रिपिटेसन अफ डिजिट आर नट अलाउड सो रिपिटेसन अलाउ गर्न पाइँदैन भने के गर्नुपर्छ भन त नम्बर अफ चोइस फर लास्ट प्लेस चोइस फर सिधै लास्ट प्लेस किन रेस्ट्रिक्सन फिलअप गर्ने जहिले पनि लास्ट प्लेसको लागि कतिवटा त्यही 4 वटा है 4 वटा भनेपछि सपोज एउटा युज भयो 5 युज भयो अब 2 2 4 5 6 नम्बर अफ चोइस फर द फर्स्ट प्लेसमा जाऊ कतिवटा 6 वटा। चोइस फर फर्स्ट प्लेस भन र फर्स्ट प्लेसको लागि हाम्रो कतिवटा चोइसेस छ 6 वटा छ सेकेन्ड प्लेसको लागि कतिवटा छ 5 वटा। 5 वटा गुड एक एकवटा घट्दै गयो है सपोज 4 युज भयो होला थर्ड प्लेसमा कतिवटा हेर त अब गन त माथि कतिवटा छ 4 वटा हुने 4 वटा अब फेरि हेर त फोर्थ प्लेसमा हेर त कतिवटा छ 3 वटा भनेपछि अब सबलाई मल्टिप्लाई गर्ने त होला नि हैन र 5 डिजिटको भनेको छ नि त देयरफोर टोटल कति हुन्छ हेर त मल्टिप्लाई हान त म डाइरेक्ट गरिदिन्छु ल 4 इन्टु 6 इन्टु 5 इन्टु 4 इन्टु 3 गर्दाखेरिमा 1440 1440 1440 ओके 1440 एन्सर बुझ्यौ नि यसरी गर्न सकिन्छ है त यसमा केही सोध्नुपर्ने छ भने ल भन त छैन। ओके ल ल म मेसेज पनि हेर्दै गर्छु यहाँनिर ल अगाडि बढेँ है त थोरै अगाडि बढेँ कसैको केही छ भने सोध है मेसेज गर ल हेर त इन हाउ मेनी वेज क्यान 4 बोइज एन्ड 3 गर्ल्स बी सिटेड इन अ रो कन्टेनिङ 7 सिट भनेको छ 7 वटा सिट छ अरे 4 जना बोइज र 3 जना केटीहरू छ अरे गन त कतिवटा भयो टोटल नम्बर अफ बोइज एन्ड गर्ल्स हजुर त्यो अघिकोमा के सर त्यो दुईटा भन न। केस नदिएर त्यतिकै मात्रै दियो भने चाहिँ हामीले के गर्छौँ कुनमा त्यो बाबु दुईटा यसमा केस- हजुर त्यो रिपिट इफबाट पछि दिएन भने अब तिमीले जुन गर्दा पनि खासै मार्क्स दिने भन्ने कुरा छ कपी चेक गर्दा चाहिँ होइन अब त्यो त्यही भएर अनि क्वेसन बनाउने मान्छेले चाहिँ दिनै पर्छ कि रिपिटेसन अलाउ हुन्छ भन्नुपर्छ कि हुँदैन भन्नुपर्छ कि कान्छ सर त्योभन्दा है? अगाडिको क्वेसनमा छ नि केही पनि भनेको छैन न रिपिटेसन अफ डिजिट एलाउड न त्योभन्दा हल्का यो रिपिटेसन अफ डिजिट अलाउड पनि भनेको छैन नट अलाउड पनि भनेको छैन यो त अभियसली अलाउड हुन्छ नानी त्यहाँ हेर त 232033 छ भने त अलाउ हुनै पर्छ नि यहाँ त मलाई त फर्स्टको भन्नु न प्रुभ गरेको रिएसन निकालेको नम्बर 1 को होइन सर त्यो अगाडिको के सर परम्युटेसन कम्बिनेसनको रिएसन निकालेको रिलेसन निकालेको यो चाहिँ हेर त परम्युटेसनको फर्मुला चाहिँ एन फ्याक्टोरियल अपन एन माइनस आर फ्याक्टोरियल थियो होइन अनि कम्बिनेसनको फर्मुला एन फ्याक्टोरियल अपन एन माइनस आर फ्याक्टोरियल टाइम्स आर फ्याक्टोरियल थियो दुईटा फर्मुला लेख्ने तिमीलाई थाहा छ नि त अनि यति पार्ट भनेको कहाँबाट आएको हेर त परम्युटेसनबाट आएको होइन रहेछ त कान्छ यो बुझ्यौ अनि रिप्लेस गरिदिएको क्या सिएन कमा आरलाई मैले पीले रिप्लेस गर्न पाउँदिनँ र
अनि p इक्वल टु r फ्याक्टोरियल टाइम्स c भएन र यही लेखेको त नि ल अब यसमा हेरौँ एकैछिन बुझिन्छ है ल इन हाउ मेनी वेज क्यान 4 बोइज एन्ड 3 गर्ल्स भनेपछि हेर त 4 जना केटा र 3 जना केटी टोटल कतिजना भयो 7 7 तिमीहरूलाई भन्छ है रिपिटेसन अलाउ हो कि नट अलाउड क्लियरली भनिदिन्छ क्वेसनमा त्यो टेन्सनै लिनु पर्दैन ओल्ड इज गोल्डतिर कतै कतै तिमीहरूले भेट्यो भने अनि यसो हो के हो भन्ने हुन्छ नि त्यो ओल्ड इज गोल्डतिर कतै टाइपिङ एरर भए हुन्छ कहिले के हुन्छ त्यही भएर टेन्सन नलिग नम्बर ए ले के भन्छ हेर त if they नम्बर अफ may sit Since- anywhere सिन्स दे मे सिट एनीवेयर कुनै पनि रेस्ट्रिक्सन छ त no sir दे मे सिट एनीवेयर कुनै पनि रेस्ट्रिक्सन छैन र एनीवेयर बस्छ भने टोटल नम्बर अफ एरेन्जमेन्ट भनेको एन फ्याक्टोरियल हो हेर एक्सक्युज मी सर हजुर त्यो अघि नैको क्वेसनको के सुरुमा नम्बर अफ चोइस फर लास्ट प्लेस इक्वल टु 4 भन्नुभएको थियो नि हजुर त्यो यसमा अलि बुझे त्यो अलि बुझेन कि हो त्यो सुरुको कि नम्बर अफ चोइस फर लास्ट प्लेस इक्वल टु 4 लेखेको बुझेन कि ए यस्तो भनेको यहाँ क्वेसनले हाउ मेनी 5 डिजिट अड नम्बर भनेको छ नि त बाबु कुनै पनि अड नम्बर बन्नको लागि तिमीले कुनै पनि नम्बर अड हो कि होइन भन्नलाई कहाँ हेर्नुपर्छ हेर त 1 5 4 6 अड हो कि इभन हो भन त यो इभन नम्बर हो कि अड नम्बर हो कान्छा यो इभन हो किन 2 ले डिभाइड जान्छ लास्टमा 6 आयो सो लास्टमा अड नम्बर 1 5 4 3 भयो भने अड नम्बर हो किन भन्दा लास्टमा 3 आयो अड नम्बर आयो भने अड नम्बर हुने नि त होइन सो अनि क्वेसनले अड नम्बर बना भनेपछि त सिधै तिमीले लास्ट नम्बरलाई फिलअप गरिदिइहाल्ने क्या रेस्ट्रिक्सन भ्याइदिने पहिले सो लास्टमा अड हाल्नु पर्यो सो कतिवटा अड छ हेर त यहाँनिर चोइसेसमा हेर त एउटा अड दुईटा अड तीनटा अड चारवटा अड त्यही भएर नम्बर अफ चोइस फर द लास्ट पेज 4 भनेको अन्त जसरी भरे पनि भयो अब नो टेन्सन रेस्ट्रिक्सन फिलअप गर्नु ओके ल अब हेरौँ है त्यसमा फेरि भ्याइन्न अब एकछिन मलाई यो सल्भ गर्न देऊ ल चारवटा अनि फेरि क्वेसन गर्ने हेर त इफ दे मे सिट एनीवेयर भन्यो भने नो प्रब्लम जोडिदिने हेर त 4 + 3 भनेको कति हुन्छ 7 फ्याक्टोरियल केही टेन्सनै लिनु पर्दैन जस्ट 7 फ्याक्टोरियल कति हुन्छ हेर 7 फ्याक्टोरियल भनेको निकाल्देऊ त कान्छ 7 फ्याक्टोरियल हान्न आउँछ नि क्यालकुलेटरमा 5040 हो सेकेन्डले के भन्छ भन त सिन्स बोइज एन्ड गर्ल्स मस्ट बी अल्टरनेट भनेको छैन सिन्स बोइज एन्ड गर्ल्स मस्ट बी अल्टरनेट अल्टरनेट भनेको के हो भन त नेपालीमा ए अल्टरनेट भनेको के हो नानी अल्टरनेट भनेको छुट्टा छुट्टै बस्ने भनेको हो सर एउटा बोइज हुनु पर्यो नो अनि केटी एउटा हुनु बोइज पर्यो, हुनु केटा, पर्यो र केटी। त्योसँगै एउटा गर्ल हुनु पर्यो हुन पर्यो हरेक दुईटा केटा केटाको केटी बिचमा just एउटा केटी हुन opposite पर्यो like- केटा केटी हुन पर्यो होइन त्यही भन्न खोजेको केटा केटी सो अल्टरनेट Yes, sir. हुन्छ Just भनेपछि अब alternate तिमीले के गर्नु पर्यो position. अल्टरनेट पोजिसनमा हुनु पर्यो बोइज गर्ल्स त्यसरी हुनु पर्यो अब के गर्ने होला मैले ल भन यस्तो बेलामा यसरी जोड्न पाइँदैन छुट्टा छुट्टै एरेन्जमेन्ट गर्नु पर्यो नम्बर अफ इक्वल टु सिन्स देयरफोर नम्बर अफ एरेन्जमेन्ट अल्टरनेट भन्ने नि हेर त नम्बर अफ एरेन्जमेन्ट फर बोइज छुट्टै गर्ने गर्ल्स छुट्टै गर्ने अनि मल्टिप्लाई हान्दिने है त अथवा डाइरेक्ट एकै ठाउँमा गरिदिने हुन्छ नम्बर अफ एरेन्जमेन्ट सिधै ल टोटल नम्बर अफ एरेन्जमेन्ट भने नि केटाको छुट्टै केटीको छुट्टै गर्ने अनि दुईटालाई मल्टिप्लाई गरिदिने त्यो भनेको बोइज कतिजना छ 4 जना इन्टु केटी कतिजना 3 जना यस्तो हुने भयो एन्सर हेर त एनीवेयर भनेको रेस्ट्रिक्सन आएन नि जोडेर फ्याक्टोरियल हान्दिने अल्टरनेट भन्यो नि छुट्टा छुट्टै गरिदिने कति हुन्छ हेर त 4 फ्याक्टोरियल इन्टु 3 फ्याक्टोरियल कति हुने भयो 144 44 ओके बुझ्यो यो गरेको yes sir अब सुन मैले के भन्छ नि इफ अल 3 गर्ल्स आर टुगेदर भनेपछि के गर्नु पर्यो हामीले त्यो तीनटा केटीलाई के मान्नु पर्यो sir एउटा एउटा मान्नु पर्यो गुड अब त्यही ल्याङ्ग्वेज लेख्ने हो नि त सीमा सिन्स अल 3 गर्ल्स आर टुगेदर सिन्स अल ल हेर त सिन्स अल 3 गर्ल्स आर ल भन त गर्ल्स आर टुगेदर गर्ल्स Then आर We suppose there are one. सो यस के रे कान्छ भन त We suppose गुड वी सपोज देम एज वान भाइकै ल्याङ्ग्वेज लेख्दै मैले तिमीले जे भने त्यही सो जे लेख्ने पाइँदो रहेछ म्याथमेटिक्समा हेर ए मिलेकै हुनुपर्छ भने चाहिँ जे लेख्दै नि हुन्छ वी सपोज देम एज वान ओके ल भन अब भन त सो अब कतिजना भयो भन त अब अल्टरनेट केही पनि भनेको छैन इफ अल 3 गर्ल्स आर टुगेदर भनेपछि नम्बर अफ पिपल कतिजना भयो भन त अब त्यसो भए
नम्बर अफ पर्सन कतिजना भयो? सर बीको पाँचजना। भन्नु 4 जना केटा, सर बीको 5 जना भयो, 5 5 जना भयो कक्षा, permutation. Yes, sir. 5 भयो हैन? सो नम्बर अफ अरेन्जमेन्ट कति भन त त्यसो भए? 5 को 5 factorial. सर 5 बीको के फ्याक्टोरियल। ल यो भ्याउँ है, हुन्छ म गरिदिन्छु। सो नम्बर अफ अरेन्जमेन्ट इक्वल टु कति फ्याक्टोरियल भन त? 5 फ्याक्टोरियल। 5 ठाउँमा 5 जना 120. अथवा सिम्पल 5 फ्याक्टोरियल 120 ways. भनेको 120। हजुर अनि अघि हामीले त्यो भाइले भनेको जस्तो यो केटीहरू हेर त, यो एउटा केटी अनि यो नानी यस्तो भएको, अनि त्यसपछि अर्को यो बहिनी, हामीले के गरेछ यसलाई तिनटालाई एउटै मानेको हो कि भन त? Yes, sir. उनीहरूले पनि त आफ्नो पोजिसन फ्लिप गर्न पाउँछ होला नि त, रिसफल गर्न मिल्छ मिल्दैन यिनीहरूलाई? Yes, sir. यो यो After यो change गर्नु दुईचोटि मिल्छ। बाट्ने नानीलाई बिचमा राख्न नि पाइएला नि त फेरि फेरि Sure, sir. तिनटा गर्लसँगै भयो हेर भनेपछि अगेन के भन्न पाइन्छ भन त? अगेन गर्ल्स क्यान बी अरेन्ज्ड, girls can be arranged अथवा can be changed, the arrangement for the girls can be changed जे लेखिनुहुन्छ अगेन गर्ल्स क्यान बी अरेन्ज्ड इन कति वेज भन? 3 factorial. इन 3 फ्याक्टोरियल वेज। हेर 3 फ्याक्टोरियल भनेको 6 वेज हो। सो टोटल कति हुने भयो भन त? टोटल भनेको दुईटालाई मल्टिप्लाई गरिदेऊ, टोटल नम्बर अफ अरेन्जमेन्ट इक्वल टु भन त? 720. टोटल नम्बर अफ अरेन्जमेन्ट इक्वल टु 120 इन्टु 6 गरेर कति हुन्छ? 720. 720 वेज। कुरो बुझ्यो है त? ल हेर अब भाइले सोधेको पख है, म फेरि त्यहाँ जान्छु। इफ दे सिट एनीवेयर भन्यो भने झ्याप्पै जोडेर फ्याक्टोरियल हान्दै नि कान्छ। 4 + 3 फ्याक्टोरियल सक्यो, बुझ्यौ नि? अल्टरनेट भन्यो नि छुट्टा छुट्टै गर्ने, 4 फ्याक्टोरियल इन्टु 3 फ्याक्टोरियल। किनभने पहिला तिमीले केटालाई हेर त, यहाँनिर के हुन्छ अल्टरनेट हुनको लागि को धेरै छ भन त? बोइज धेरै छ कि गर्ल्स धेरै छ? Boys. बोइज धेरै छ, गर्ल्स थोरै छ भनेपछि अब तिमीले त्यो धेरैलाई पहिला एरेन्ज गरिनु भयो। ल बोइज एरेन्ज गर त, बोइज 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 4 जना बोइज। अल्टरनेट हुनको लागि गर्ल्सलाई कहाँ राख्नुपर्छ? छेउछेउमा राख्ने कि बिचमा मात्र राख्ने हो? बिचमा। बल्ल बल्ल अल्टरनेट भयो हैन? उम्. बाबु बोइजलाई कति ठाउँमा राख्न पाइँदो रहेछ? 1 ठाउँ, 2 ठाउँ, 3 ठाउँ, 4 ठाउँ। 4 ठाउँमा 4 वटा बोइज, 4 फ्याक्टोरियल। 3 ठाउँमा 3टा गर्ल्स, 3 फ्याक्टोरियल। यसरी भएको क्या बाबु अल्टरनेट। अब यति बुझ, अल्टरनेट भन्यो नि छुट्टा छुट्टै मल्टिप्लाई गर्ने, सबैलाई मिसाएर भन्छ भने जोडेर फ्याक्टोरियल हान्ने। नम्बर डी मा हेर, इफ गर्ल्स आर टु अकुपाई अड सिट, कतिवटा सिट छ हामीसँग भन्नुस्? 7 वटा। 7 वटा। अनि केटीहरूले कस्तो सिटमा बस्नुपर्छ रे? Odd मा। इभनमा बस्न पाउँछ केटीहरू? पाउँदैन। रेस्ट्रिक्सन केटालाई हो कि केटीलाई हो? केटीलाई। केटालाई छैन, केटा जहाँ गएर बस्न नि पाइन्छ, तर केटी अडमै हुनुपर्छ। फेरि केटा जहाँ पनि बस्नु पाइन्छ भनेर पहिला केटीलाई खुसी बनाउनु पर्यो, केटीहरूलाई अडमा हाल्नु पर्यो, अनि केटाहरू बिन्दास बाबु जता जता बसे नि भयो। कुरा बुझ्यो कि बुझेन? केटी रिसायो भने त खतम हुन्छ। क्लासमा जस्तै देख्यो नि तिमीहरूले, केटीहरूलाई चाहिँ यसो फर्स्ट बेन्चमा भन्दा फर्स्टमै दिनु पर्यो, लास्टमा भने लास्टमै दिनु पर्यो होइन? बिचमा बस्छु भने बिचमै छोडिदिनु पर्यो, अनि केटाहरू त बिन्दास जता बसे नि हुन्छ हामीलाई, होइन भाइ? हो सर। ल हो नि, भाइले बुझिसकेको कुरो। ल नम्बर डीमा हेर त, सिन्स के भन्नु पर्यो? सिन्स गर्ल्स हेज टु अकुपाई, के भन्नु पर्यो? Odd. सिन्स गर्ल्स Odd मस्ट अकुपाई। हो यस, अकुपाई कस्तो पोजिसन? अड Odd. पोजिसन, अड सिट्स अथवा अड पोजिसन। कुरो एउटै हो नि। ल बनाऊ, 7 वटा सिट बनाऊ त एकचोटि। 1 2 3 4 5 6 7। कुन अड चिन्ह लगाइदेऊ? अडलाई चिन्ह लगाइदिऊ। Third. फर्स्ट अड, Third. इभन अड, इभन अड, इभन अड। कति ठाउँ छ हेर त? अड प्लेस कतिवटा छ? 4 वटा। ओके। नम्बर अफ अरेन्जमेन्ट फर कसको लागि? गर्ल्सको लागि। कति ठाउँ रे बाबु? 4 ठाउँ। 4 4 वटा। ठाउँ। 4 ठाउँमा कतिवटा केटी? 3 वटा। 3 वटा केटी। गुड। अब केटाको लागि कति ठाउँ हेर त? केटालाई 3 ठाउँ। 3 ठाउँमा कतिजना केटा? 4 वटा। लौ जा, 3टा सिटमा 4 वटा केटा त भएन नि त है? यो त भएन नि कान्छ, यो त लोकल बस जस्तो होइन, प्लेन जस्तो क्या, टक्क एउटा सिटमा 1 जना। नम्बर अफ अरेन्जमेन्ट फर बोइज कसरी मिलाउने होला? ल भन त। मैले फ्याक्टोरियलमा लेख्नै पाएन, हेर न। लेख्न मन थियो, कति बेला लेख्न पाइन्छ फ्याक्टोरियलमा भने यदि एन र आर बराबर भयो भने बल्ल त्यसलाई फ्याक्टोरियल भन्न पाइन्छ क्या। यस्तो किन 5 फ्याक्टोरियल लेखेन, किन सरले पीमा लेख्यो भन्ने पनि कसैको माइन्डमा कुरा आउँछ नि त बाबु। सर
सर हजुर त्यो सी को चाहिँ एकचोटि फेरि भनिदिनु न, मैले च्याटमा पनि देखाएको थिएँ, तपाईँले देख्नु भएन जस्तो। सीमा चाहिँ केटीहरू सँगै हुनुपर्छ हो किन भन त क्वेसन अनुसार। हजुर हजुर अँ। ल हेर 3 जना केटी हो, 1 जना 2 जना 3 जना केटाहरू यहाँ छ, बोइज 4 जना छ है। 3टा केटीलाई एउटै मान्ने भनेको हो 1 2 3 4 5 5 जनाको एरेन्जमेन्ट 5 फ्याक्टोरियल भएको, बुझ्यो कि बुझेन? ए बुझ्यो ए बाबु? ए 3टा केटीलाई त एउटै मान भनेको छ नि त हाम्रो क्वेसनले। अँ, बान्ध्यौ न, झ्याप्प बान्ध्यो केटीलाई। अनि केटीलाई पनि त एक आपसमा एरेन्ज गर्न मिल्छ मिल्दैन भन त यताउता? मिल्यो 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 हजुर। भनेपछि कति तरिकाले? 3 तरिकाले, बुझ्यौ? अब दुईटालाई मल्टिप्लाई गरेर आएको एन्सर है त। ओके ए हुन्छ। ओके ल। सो अब यहाँनिर हेर त, नम्बर अफ एरेन्जमेन्ट फर गर्ल्स भनेको P4,3। हेर 3 जना केटी 4 जना सिट, केटीले यो प्लेस खायो, यो प्लेस पनि भरियो, सपोज यो प्लेस पनि भरियो, एउटा प्लेस स्टिल के छ? भ्याकेन्ट छ कि छैन? 4वटा सिट पोसिबल चोइसेस फर केटीहरू 4वटा सिट थियो, तर जम्मा 3टा केटी छ हामीसँग। 3टा केटीले यो 3टा ठिक लागेको सिटहरू भर्यो, बाँकी सिटमा को बस्ने हो? केटा। भन केटाको लागि कति सिट खाली रहेछ भन त भाइ? 4वटा 4वटा। 1 2 3 4 भनेपछि 4 ठाउँमा कतिजना केटा? 4। यसलाई डाइरेक्ट कति फ्याक्टोरियल लेख्न मिल्थ्यो? 4 फ्याक्टोरियल लेख्न पाइन्थ्यो यसमा। P44 को भ्यालु डाइरेक्ट क्याल्कुलेटरबाट निकाल्न आउँछ तिमीलाई। 4 सिफ्टसँग मल्टिप्लाई आन, 4P4 गर, एन्सर आउँछ 24। भनेपछि अब दुईटालाई मल्टिप्लाई गर, यसको पनि एन्सर निकाल्देऊ। 4P3 को 4 सिफ्टसँग मल्टिप्लाई आन, P3 गर 24। सो 24 इन्टु 24 कति आउँछ एन्सर निकाल्देऊ? 576। ठिक छ, दुईटै बराबर आयो। टोटल नम्बर अफ एरेन्जमेन्ट इक्वल टु 24 इन्टु 24 इक्वल टु 576। ल यसमा केही सोध्नुपर्ने छ भने सोध्न सकिन्छ। ल है ल म अनम्युट गरिदिउँ। को साथीहरू अनम्युट, अनम्युटलाई कुरेर बस्नु भएको छ। ल म है त 1 2 जनालाई गरिदिन्छु, सबैलाई गरिदिँदा मलाई डिस्टर्ब हुन्छ नि त कान्छा, त्यही भएर नि त। सर नत्र त्यो त म अघि गर्दै थिएँ। भन्नुभएको थियो नि भन बोइज त र नानी, गर्ल्सको अलि बेसरी बोल अल्टरनेट त। वाला हजुर हजुर अगाडिको क्वेसनकै अगाडि भन न। त्यो के भन एकचोटि त लगाउनु न त्यसमा। भन त। यो छ नि बोइज र गर्ल्सको दुइटा अल्टरनेट। हजुर बोइजको 4वटा भयो होइन, त्यसको 4 फ्याक्टोरियल भयो, अनि हजुर गर्ल्सको 3 फ्याक्टोरियल भयो होइन। अनि हजुर त्यसको बिचमा क्रस किन गर्नुभयो? त्यो प्लस पनि गर्न मिल्थ्यो होला नि, कसो त्यो कुरामा अलिकति प्लस कन्फ्युज प्लस भनेको तिमीले बोइजलाई मात्र एरेन्ज गरे पनि हुन्छ कि बोइज र गर्ल्स सबैलाई एकैचोटि एरेन्ज गरेर हेर्नुपर्छ? यसो हेर्दाखेरिमा भन त। यो टास्क फिलअप हुनको लागि यु हेभ टु एरेन्ज आइदर बोइज अर गर्ल्स हो कि बोथ बोइज एन्ड गर्ल्स मस्ट बी एरेन्ज इन अ रो हो। त्यो सिटमा 7वटा सिटमा 7 जना बसेको हुनु पर्यो नि त, टक्क एरेन्ज गरेर झ्याप फोटो खिचेको हुनु पर्यो क्या। अनि त्यो फोटोलाई तिमीले कोहीलाई देखायो भने अल्टरनेट रहेछ, केटाको मात्र फोटोलाई देखाएर हुन्छ त नानी? त्यहाँ के हुनु पर्यो? केटा पनि हुनु पर्यो, केटी पनि हुनु पर्यो, केटा र केटी हुनु पर्यो त्यो एरेन्जमेन्टमा। बोथ त्यही बोइज त एन्ड गर्ल मस्ट बोइजको ह्यापन एट द सेम टाइम, त्यही भएर मल्टिप्लाई भयो। एन्ड के सो त्यही बोइजको मात्र गऱ्यो भने मतलब 4 जनालाई 4 चोटि राख्नु, 4 चोटि मतलब 4 टु सुन टाइम्स न, राख्नु ल मिल्यो नि तिमीले त। बोइजको मात्र गर्न त कहाँ मिलेर? ल बोइज मात्र राखेर अल्टरनेट एरेन्जमेन्ट हुन्छ त। ल यति मात्र राखेर भयो त। ल बोइज मात्र राख्यो, अल्टरनेट भयो सिट त। खाली भइहाल्छ फेरि केटीहरूको, अनि केटीहरूको सिटमा के खाली छोडिदिने नान्यो? होइन नछाड्ने। अनि केटी पनि राख्नु पर्यो भने त केटा र केटी दुइटै राख्नु पर्यो नि त, अनि पो अल्टरनेट हुन्छ त। अँ कुरो बुझ्यो नि? आइदर त्यहाँबाट बोइज अर भनेको गर्ल्सलाई कसरी एरेन्ज हुँदैन? गरेन, बोथ बोइज एन्ड गर्ल्स मस्ट एरेन्ज एट द सेम टाइम। कुरो बुझ्यो? हस् यो अहिले हामीले काम गर्दा पो छुट्टा छुट्टै देखेको त। यो कम्प्युटरबाट फ्लिप हुँदा त झ्याप्प एकैचोटि आउने कुरा हो नि त। यो त केटाकेटी झ्याप्प एकैचोटि देखिने हो नि त। अहिले पो तिमीले सुरुमा बोइज मात्र गरेछ, अनि सरले फेरि बोइज मात्र गरेछ भनेर देखेको त नि। एकैचोटि हुने कुरा हो नि त नानी यो त। ओके ओके है प्रोसेस देखाउने होइन नि त, फाइनल एन्सर खोज्ने हो क्या। ल अगाडि हेर है त। अब यसमा हेर त, यो सक्छ होला तिमीहरूले गर्न। एक्सक्युज मी सर, 6 हजुर यो अगाडिको क्वेसनमा एकचोटि जानुहोस् न, यो भन अड भन नम्बरवाला त। अड भन त। नम्बरवाला क्वेसनमा अड त्यहाँनिर नम्बर नम्बर हजुर
लास्ट प्लेसमा अड नम्बर छ र हामीले लास्ट प्लेस लियौँ यदि त इभन नम्बर थियो भने चाहिँ के गर्थ्यो इभन नम्बर थियो भने चाहिँ तिम्रो कति थियो 4 थियो 6 थियो 8 थियो 3 हुन्थ्यो कान्छा नम्बर अफ चोइस फर द लास्ट प्लेस इक्वल टु 3 हुन्थ्यो 4 6 र 8 राख्न पाइन्छ नि त अरू राख्न पाइँदैन नि त हजुर भनेपछि हामीले इभन भने अड भने लास्ट प्लेसै लिनु पर्यो अड त्यो रेस्ट्रिक्सन के हो तिमी अड र इभन चेक गर्न कुन प्लेसमा जानुपर्छ सिधै लास्ट प्लेस हो नि त रेस्ट्रिक्सन जहाँ छ त्यसलाई अट्याक गर्नु पर्यो सिधै है हाम्रो रेस्ट्रिक्सनलाई अट्याक गर्नु पर्यो है कान्छा जसले हामीलाई गाह्रो बनाइरहेछ नि त्यसमा गएर फिलअप गरिदिइहाल्ने ल अब यसमा हेर त 6 different books are arranged on a shelf. Find the number of ways in which two particular books are always together रे ल हेर हामीसँग 6वटा बुक छ एउटा बुक दुईटा बुक तीनटा बुक चारवटा बुक पाँचवटा बुक 6वटा बुक दुईटा पार्टिकुलर बुक भनेको कुनै दुईटा बुक चाहिँ सँगै हुनुपर्छ भनेपछि यसलाई के मान्दिने भन त यसलाई के मान्दिनु पर्यो सेम सिंगल सिंगल मान्न पाइन्छ टोटल नम्बर अफ बुक्स कति सुरुबाट लेख त ल्याङ्ग्वेज ल टोटल नम्बर अफ बुक्स कति कान्छ 6 हो हजुर नम्बर अफ अरेन्जमेन्ट अफ बुक्स कति हुन्छ ल भन त नम्बर अफ अरेन्जमेन्ट अफ बुक्स नम्बर अफ अरेन्जमेन्ट विथाउट रेस्ट्रिक्सन है नम्बर अफ अरेन्जमेन्ट इक्वल टु सिम्पल 6 फ्याक्टोरियल हो के न 6 फ्याक्टोरियल भनेको कति हो 700 कति हो 720 अब बल्ल एमा जाऊ सिन्स टु बुक्स आर के भन्छ क्वेसनले भन त अलवेज सिन्स टु बुक्स आर अलवेज कसरी टुगेदर ल हेर्नुहोस् त सिन्स टु बुक्स आर अलवेज टुगेदर दुईटा बुक सधैँ सँगै राख्नुपर्छ अरे सँगै राखिन्छ भने कति लेख्नुपर्छ यसलाई 1 लेख्नुपर्छ पर्दैन मैले हो कि न सिन्स टु बुक्स आर अलवेज टुगेदर सो दे आर कन्सिडर्ड एज के भन्ने हो दे आर कन्सिडर्ड एज सिंगल ल भन अब नम्बर अफ अरेन्जमेन्ट कति हुन्छ कतिवटा बुक बाँकी भयो भन त हामीसँग अब नम्बर अफ अरेन्जमेन्ट कति फ्याक्टोरियल 5 फ्याक्टोरियल हो कि भन हेर त बाहिर 4वटा भित्र एउटै मानेपछि 5वटा भयो अगेन त्यो दुईटा बुकलाई कति तरिकाले अरेन्ज गर्न सकिन्छ अगेन टु पार्टिकुलर बुक्स क्यान बी अरेन्ज्ड इन कति फ्याक्टोरियल 2 books can be arranged in 2 factorial ways हो therefore नानी अब ल हेर तिमीले फेरि जोड्न पाएन दुईटालाई के गर्नु पर्यो मल्टिप्लाई गर्न पर्यो किन यो बुकलाई यताउता रिसफल पनि गर्नु पर्यो र सँगसँगै दुईटा बुकलाई पनि फ्लिप गरिरहनु पर्यो क्वेशन्स थियो फ्लिप मात्र गरेर हाम्रो केस कम्प्लिट हुन्न रिसफल मात्र गरेर पनि केस कम्प्लिट हुन्न रिसफल पनि गर्न पर्यो र दुईटा पार्टिकुलर बुकलाई यताउता फ्लिप पनि गर्नु पर्यो उनीहरूको पनि पोजिसन चेन्ज गर्नु पर्यो सो टोटल एन्सर कति हुने भयो ल भन 60 भन त देयरफोर टोटल कति 60 5 फ्याक्टोरियल इन्टु 2 फ्याक्टोरियल भनेको 5 120 120 दुना 240 होला हो 5 फ्याक्टोरियल भनेको 120 120 इन्टु 2 भनेको 240 नम्बर बी ले के भन्छ नि नेबर टुगेदर भन्यो नि के गर्ने होला ल भन त कसले भन्छ ए कान्छा नेबर टुगेदर के हो ल भन नेबर टुगेदर ल भन त अल्टरनेट के भन्छ अरे सिरियली राख्ने होला सायद टोटल माइनस त्यो अलवेज टुगेदर टोटल माइनस टुगेदर गरे आउँदैन र एक महिनामा 30 दिन हुन्छ तिमी 10 दिन कलेज जान्छौ भने कति दिन जाँदैनौ भनेको भने के गर्छौ टोटल माइनस अलवेज टुगेदर गरे हुँदैन र टोटल माइनस अलवेज टुगेदर ल हेर अलवेज टुगेदर सो हामीसँग टोटल कति छ भन त टोटल नम्बर अफ अरेन्जमेन्ट कहाँ छ खै 720 अनि माइनस अलवेज टुगेदर कति छ भन त 240 सो कति आउँछ 720 माइनस 240 गरौँ त एकचोटि कति आउने भयो 480 480 ओके यसरी गर्नु पर्यो बुझ्यो होला है सो परम्युटेसन कम्बिनेसन मैले सुरुकै क्लासमा पढाएँ अलि गाह्रै छ
अरू जस्तो सजिलो छैन क्यालकुलस भए मस्त रिल्याक्स हुन्थ्यो मजा आउँथ्यो होइन यसमा धेरै कन्फ्युजन छ सो सुरुमै यो पढायो भने यो भिडियो मैले युट्युबमा हालिदिन्छु त्यसपछि मजाले रिपिट गरी गरी हेर्न पाउँछ नि त तिमीहरूले पनि सो अगाडि बढौँ यो क्वेसन्समा हेर त क्वेसन्स पढ त एकचोटि इन हाउ मेनी वेज क्यान द लेटर अफ द फलोइङ वर्ड क्यान बी एरेन्ज भनेको छ वर्ड दिनै छ सो अब लेटरको एरेन्जमेन्ट कसरी गरिन्छ भाइ बहिनीहरू भन्नुहोस् त जति छ त्यति फ्याक्टोरियल डिभाइड बाई के गर्ने भन त अब रिपिटेड रिपिट भएको रिपिट भएको लेटरलाई के गर्ने नि डिभाइड हान्ने नि त हो त कतिवटा अँ, रिपिट भएको छ त्यो अब त्यसलाई डिराइभ दुईवटा गर्ने ल लेटर रिपिट हो कुन चाहिँ गरौँ कुनै एउटा क्वेसन्स गरौँ कुन चाहिँ गरौँ ल भन त पारस भाइले भन्छ ल क्यालकुलस गरौँ क्यालकुलस दामी हुन्छ क्यालकुलस क्यालकुलस गरौँ क्यालकुलस दामी हुन्छ है ल ओके क्यालकुलसै गरौँ न त डी नम्बरको गरौँ है त हजुर सिए क्यालकुलस गरौँ त सिएएल सियुएलयुएस ल क्यालकुलसै गरौँ न त ल भन नम्बर अफ लेटर कति छ लेखौँ त 8 नम्बर अफ लेटर्स अहिले 8 वटा सुन्नुभयो सर माइक अगाडिबाट वेटिङमा थिएँ यता ए प्रतिभाजी हो र ल ओके 2 2 4 5 6 7 8वटा है 8वटा 8वटा छ ल 8वटा छ अनि सिन्स ल्याङ्ग्वेज पनि अलिअलि लेख्ने है इक्जाममा 2 मार्क्समा आउँछ ल्याङ्ग्वेज लेख्दैन नि त तिमीहरूले मलाई थाहा छ जान्दै जान्दैन ल्याङ्ग्वेज लेख्न जे आउँछ त्यही लेखिदेऊ सेन्स सी इज लेटर रिपिटेड कति टाइम्स 2 टाइम्स 2 टाइम्स हो रिपिटेड 2 टाइम्स अरू पनि भन त 2 टाइम्स एल एल पनि 2 टाइम्स यु पनि 2 अथवा टाइम्स रिपिएटिडी रिपिटेड फर 2 टाइम्स रिपिटेड 2 टाइम्स एन्ड यु पनि हो यु पनि 2 टाइम्स यु इज रिपिटेड अथवा आर रिपिटेड है ल्याङ्ग्वेज केही फरक पर्दैन ग्रामरले पनि केही फरक पर्दैन रिपिटेड 2 टाइम्स ल भन अब नम्बर अफ एरेन्जमेन्ट सबैलाई थाहा छ इजी होइन त कुनै पनि रेस्ट्रिक्सन छैन यसलाई भन्छ विथाउट रेस्ट्रिक्सन केस नम्बर अफ एरेन्जमेन्ट इक्वल टु कति फ्याक्टोरियल 8 फ्याक्टोरियल अपन सी दुईचोटि रिपिट भयो 2 फ्याक्टोरियल इन्टु एल दुईचोटि रिपिट भयो 2 फ्याक्टोरियल यु दुईचोटि रिपिट भयो 2 फ्याक्टोरियल बुझ्यो ल अब यसलाई हामीले के गर्न सकिन्छ भन डिभाइड हान्दिउँ त 8 फ्याक्टोरियल डिभाइड बाई 2 2 जा 4 2 जा 8 गऱ्यो भने एन्सर आउँछ 5040 बुझ्यो कि बुझेन यो बुझ्नु पर्यो है यो बुझेन भने अगाडि बढ्न सकिन्न फेरि केही कन्फ्युजन छ छैन सर छैन है त ल जसले आजको क्लास मस्त बुझ्छ उसले अब मजाले म्याथमेटिक्स बुझ्न थाल्छ हेर किनकि यो गाह्रो च्याप्टर छ पर्म्युटेसन सजिलो च्याप्टर होइन तिमीहरूलाई थाहा पाइसकेको छ क्लासमा पढ्नुन्जेल सबै बुझेको जस्तो हुन्छ भोलिपल्ट फेरि यही सोध्यो भने के हो घुम्छ फेरि ल अर्को क्वेसन कुनै एउटा गरौँ ल भन कुन चाहिँ गरौँ अब मिसिसिपी गरिदिने ई नम्बरको ल ई नम्बरको हेर त मिसिसिपी ल MISSI फेरि SSI PPI मिसिसिपी ल हेर त यही हो MISSI SSI PPI मिसिसिपी ल नम्बर अफ लेटर कति छ गन 12 वटा छ ओके हो 2 2 4 5 6 7 8 9 10 11 छ 12 हो वटा सर 2 2 4 5 6 7 8 9 10 के छुट्यो मैले MISSI SSI PPI 2 2 4 5 6 7 8 9 10 11 11 छ त 11 वटै छ तिमीहरूले लास्टमा डबल आई लेख्यो होला है 12 होइन 11 हो नि 11 11 छ सर 11 हियर एम इज रिपिटेड छैन आई कतिचोटि 3 चोटि 4 चोटि हियर आई इज 4 टाइम रिपिटेड फर 4 टाइम्स अरू को छ हेर त एस अनि इज रिपिटेड S 4 टाइम एस इज रिपिटेड 4 4 टाइम्स टाइम 4 टाइम्स अरू भन प्रतिभा P is And- repeated 2 times yes 2 and is P is repeated. repeated 2 times. Sir P is repeated 2 times P is repeated 2 times है ल सबै साथीहरू है म ह्यान्ड रेज गर्ने जाति साथीहरू लगभग सबैको पालो म दिइरहेको छु कोही छौ भने ह्यान्ड रेज गरेर अगाडि आयो भने मैले माइक अन गरिदिन्छु एकचोटि अफ गरेँ भने फेरि खुल्दैन है त्यो चाहिँ उसको यसले नै त्यस्तो बनाइदिन्छ नि त ल ओके अब ल भन त नम्बर अफ एरेन्जमेन्ट कति हुन्छ यसको त्यसो भए
11 बनाऊ नम्बर factorial अफ by 4 factorial times 4 factorial times बाई 2 4 factorial फ्याक्टोरियल टाइम्स 4 फ्याक्टोरियल टाइम्स 2 times फ्याक्टोरियल 2 हो factorial. 2 कति factorial आउँछ यसको एन्सर यसको एन्सर एकदमै ठुलो आउने होला नि त 11 फ्याक्टोरियल डिभाइड बाई 4 फ्याक्टोरियल अनि क्यालकुलेटर हान्दा 4 फ्याक्टोरियल बिचमा इन्टु हान्नु पर्यो त्यतिकै फेरि 4 फ्याक्टोरियल हान्यो भने अनडिफाइन्ड हुन्छ है इन्टु 2 So this फ्याक्टोरियल points हरेकको are 0. 3465 0. 3,04,600 34,650 होइन Yes. ओके ल यो आयो है त सो इजी छ यो अब यसमा रेस्ट्रिक्सन हालिदिन्छ यहाँसम्म केही पनि छैन है स्क्रिनसट गर्न सक्छौ लेखेर भ्याएन भने नो प्रब्लम सबै भिडियो तिमीसँगै पाइहाल्छ क्ल्याम्प बुकको सरले भन्नुभएको छ एउटा ग्रुप छ त्यहाँ हालिदिनुहुन्छ अथवा मेरो आफ्नै युट्युब च्यानलमा पनि म हालिदिन्छु पछि यसको मसँग अरू भिडियोज पनि छ लिङ्क पनि म पठाइदिन्छु तिमीहरूलाई हेर्न सक्छौ है एभ्री वान ओके ल है त्यहाँ एउटा लिङ्क पनि आएको छ त्यो पनि हेर्न सक्छौ तिमीहरूले ल हेर त सो अब म अगाडि बढौँ थोरै अगाडि हेर त यो क्वेसन्समा जाउँ यो क्वेसनमा जानभन्दा पहिला केही अर्को क्वेसन गरेर आउने कि यताबाट ओके ल यो क्वेसन्स हेर त इन हाउ मेनी वेज क्यान 4 डिफ्रेन्ट लेटर्स क्यान बी पोस्टेड इन 3 लेटर बक्सेस भनेको छ के हुन्छ होला पहिलो दुईटा क्वेसन बनाएको छु झुक्किँदैन विद्यार्थी भनेर विद्यार्थी झुक्किन्छ भनेर दुईटा क्वेसन बनाइदिएको छु मैले हेर यहाँ इन हाउ मेनी वेज क्यान 4 डिफ्रेन्ट लेटर बक्स 4 डिफ्रेन्ट लेटर क्यान बी पोस्टेड इन 3 डिफ्रेन्ट लेटर बक्सेस भनेको छ नम्बर अफ लेटर कति भन त 4. नम्बर अफ Sir, लेटर्स number of letters 4. 4 अनि नम्बर अफ लेटर बक्सेस कति भन त 3 वटा sir. 3 वटा सो n को पावर r भन्ने फर्मुला युज गर्थ्यो तिमीहरूले याद छ Yes Yes. sir. सर हो n को sure? पावर r वाला हो हो भनेपछि कति होला n को पावर r भनेपछि त कति 4 को पावर 3 होला कान्छ यस सर ल 4 को हेरौँ है पावर त। 3 ल अब हेर है त्यहाँनिर सो हामीसँग लेटर कहाँनिर छ हेर त यो लेटर छ एउटा लेटर दुईटा लेटर तीनटा लेटर चारवटा लेटर छ अनि बक्स पनि बनाएँ मैले यहाँनिर हेर त यो बक्स बनाएँ बक्स यस्तो खालको बनाइदिएँ है यो चाहिँ सिलिन्डर जस्तो बक्स छ एउटा बक्स दुईटा बक्स कतिवटा बक्स छ तीनटा बक्स छ अब तिमीहरूले भन त यो क्वेसन अनुसार लेटरलाई बक्समा हाल्ने हो कि बक्सलाई लगेर लेटरमा हाल्ने हो लेटरलाई लेटरलाई बक्समा 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 ओके पहिलो लेटरलाई कतिवटा चोइसेस पहिलो लेटरलाई 3 वटा तीनवटा 3वटा चोइस ओके सो नम्बर अफ चोइस फर फर्स्ट लेटर हाम्रो चोइसको कुरा आउँछ यहाँनिर चोइस फर फर्स्ट लेटर नम्बर अफ चोइस फर फर्स्ट लेटर इक्वल टु 3टा अनि एकचोटि युज भएको बक्स फेरि युज गर अथवा नगर केही पनि भनेको छैन क्वेसन्सले यु क्यान रिपिट द बक्सेस है सो नम्बर अफ चोइस फर द सेकेन्ड लेटर कति भन त 3. तीनवटै 3 चोइस फर वटा sir. सेकेन्ड लेटर भनेको सेकेन्ड लेटर इक्वल टु तीनवटा। फेरि 3टा सेकेन्ड लेटरको तीनवटै चोइसमै गर्छ। 3टा अनि थर्ड लेटरको लागि कतिवटा भन त Same है. थर्ड लेटरलाई पनि 3टा तीनवटै गर्ने अनि फोर्थ लेटरलाई कतिवटा कान्छ फेरि 3 times. फोर्थ तीनटा लेटरलाई There- पनि नै गर्ने भनेपछि देयर फोर टोटल नम्बर अफ एरेन्जमेन्ट अथवा टोटल नम्बर अफ चोइसेस कति रहेछ भन त 2 to the power 4. 3 इन्टु 3 इन्टु 3 इन्टु 3 भनेको 4 को पावर 3 हो कि 3 को पावर 4 हो 3 को power 4. 3 को 3 को पावर power पावर 4 होला हो ल यसको एन्सर ओएज ल हेर जसले 4 को पावर 3 लेख्थ्यो उसको के हुँदो रहेछ sir 81 Mistake. weight 81 weight मिस्टेक भाइको भाइले भाइ तिमीले 4 को पावर 3 जसले हेर न n को पावर r फर्मुला घोकेर गएर n को पावर r लगायो भने त नमिल्ने रहेछ नि त सधैँ मिल्दो रहेछ त no sir ल exceptional जसले cases हुँदो रहेछ जसले 4 को पावर 3 लगाइदिन्छ उसले के गरिदिन्छ थाहा छ बक्सलाई लगेर लेटर भित्र हालिदिन्छ okay sir बक्सलाई लगेर लेटरमा हाल्न मिल्छ त no sir मिल्दैन। can't be कुरा बुझ possible है यहाँ इम्पोसिबल छ त्यही भएर यो कुराहरू बुझ्नु पर्यो सेकेन्ड पार्टमा जाऊँ त सेकेन्ड पार्टले के भन्छ हेर अब इजिली भन्छ यही मेथडबाट गर है त्यो n को पावर r ले सधैँ काम गर्दैन हेर, सर यस्तै so in- ल्याङ्ग्वेज लेख्दै जाने प्रोसेस अगाडि गर्दै गएपछि इजी होला नि फर्मुला घोक्नु भन्दा नि हजुरले बताउनु पनि हुँदैछ अब लास्टतिर पनि हो, माइन्डमा हो। छ अगाडिको पनि हो, दिमागमा छ भनेपछि यो फर्मुला नघोक्ने सिधै ल्याङ्ग्वेजबाट जाने युजफुल चाहिँ यही वे होला नि सर मेरो अनुसार चाहिँ हो यही ल्याङ्ग्वेज फर्मुला घोक्दा बिग्रिनै सक्यो नि त n को पावर r त यस सर है
So in how many ways can 3 different letter can be posted in 4 different letter boxes? अब हेर लेटरलाई बक्समा हाल 3टा लेटर 4वटा बक्स है त अनि अब बरु ल्याङ्ग्वेज लेख्न मन लागेन भने चित्र चाहिँ बनाउने अनि मल्टिप्लाई गरिदिने कि हेर न पहिलोको लागि 3टा दोस्रोको लागि 3टा चौथोको लागि 3टा चारवटाको लागि 3टा भनेर यसरी गर्दा हुन्छ तिमीलाई ल्याङ्ग्वेज लेख्न मन छैन भने बुझौ नि ल्याङ्ग्वेज लेख्न मन छैन भने एउटा लेटर दुईटा लेटर 3टा लेटर बट बक्स हेर त एउटा बक्स दुईटा बक्स कतिवटा बक्स छ हामीसँग 4वटा 3टा बक्स नो 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 सर 3वटा तीनवटा बक्स होला सर यो क्वेसनलाई योलाई सेकेन्ड पार्टलाई In how many words 3 different letters can be posted in 4 different letter boxes? Yes, sir. Second को चाहिँ different छ. 4 different letter can be posted in 3 letter boxes. यो different भन्ने ओड हटाइदिउँ न अहिलेलाई है डिफरेन्ट भन्ने त्यसैले कन्फ्युज गरेर थियो है यो होइन यो डिफरेन्ट होइन डिफरेन्ट भयो भने त फेरि यो रिपिट हुँदैन यो हाम्रो डिफरेन्ट छैन हाम्रो सिलेबसमै इन 4 लेटर बक्सेस है ल भाइले सोध्न खोजिरहेको रहेछ है इन हाउ मेनी वेज क्यान 3 डिफरेन्ट किनकि त्यहाँ त रिपिट गर्न पाइँदैन नि त फेरि होइन ल इन हाउ पहिला नै आएको थियो यो कुरा मेरो सो इन हाउ मेनी वेज क्यान 3 डिफरेन्ट लेटर बी पोस्टेड इन 4 लेटर बक्सेस नट डिफरेन्ट लेटर बक्सेस 4 लेटर बक्सेस ल भन पहिलो लेटरलाई कतिवटा बक्समा 4वटा 4वटा तेस्रो दोस्रो सेकेन्ड लेटरलाई 3 गर्ने सिधा 4 को पावर 3 डाइरेक्ट n को पावर r ले बल्ल काम गर्यो तर माथि 64 गरेन ways आउँछ 64 वेज ओके ल हेर यसरी गर्न सकिन्छ है त ल अब नेक्स्ट क्वेसन चाहिँ हाम्रो केमा जाँदो रहेछ हेर त इन हाउ मेनी वेज क्यान 3 डिफरेन्ट बिट्स यो सर्कलको यस्तो परम्युटेसनमा जान्छ यो भोलिको क्लासमा म भन्छु किन सर्कुलर एरेन्जमेन्ट के रहेछ ल हेर यस्तो छ हैन सर्कुलर एरेन्जमेन्टमा के हुँदो रहेछ भन्ने कुराहरू आउँछ अनि यसरी यहाँनिर एउटा फर्मुला आउँछ रोमा n फ्याक्टोरियल सर्कलमा n-1 फ्याक्टोरियल सर्कल एन्टी क्लकवाइज र क्लकवाइज डिरेक्सन सेम भयो भने n-1 फ्याक्टोरियल बाइ 2 त्यो भनेको सिमेट्रिकल एरेन्जमेन्टको कुराहरू हुन्छ सो नेक्स्ट क्लासमा आउँछ यो हेर त्यहाँ कस्ता कस्ता क्वेसन्स झुक्किने क्वेसन्सहरू छ एउटै क्वेसनलाई 4 तरिकाले देखाइदिएको छु मैले पढ्ने मान्छेलाई काम लाग्छ नपढ्ने मान्छे बेला मस्त सुतेर बस्छ म त्यही बेला भनिदिन्छु क्लासमा है हामीसँग सबै खालको स्टुडेन्ट हुन्छ नि त्यहाँनिर यहाँनिर के छ हेर त 4 जना बोइज र 4 जना गर्ल्सलाई रोमा हालेको छ 4 जना बोइज र 4 जना गर्ल्सलाई रोमा अल्टरनेटिभली राखेको छ हैन सो डिफरेन्ट कुरा हुन्छ यहाँनिर यस्ता यस्ता कुराहरू आउँछ अब तिमीहरूले ब्रासलेटको क्वेसन्स पढ्छौ अनि बल्ल तिमीहरूको क्वेसन्स बुकको क्वेसन सन्डे क्यान बी एरेन्ज भन्ने क्वेसन्सहरू आउँछ त्यसपछि एरेन्ज सो द्याट द रिपिटेड लेटर्स डु नट कम टुगेदर आउँछ भोलिको क्लासमा कलेज क्यान बी एरेन्ज सो द्याट द टु इज आर अलवेज टुगेदर भन्ने क्वेसन आउँदो रहेछ त्यसपछि हेर त कम्प्युटर क्यान बी एरेन्ज अल भवेल्स आर अलवेज टुगेदर भवेल्स मे अकुपाई ओन्ली अड पोजिसन रिलेटिभ पोजिसन भवेल्स एन्ड कन्सोनेन्ट डु नट चेन्ज हजुर त्यो जुन चाहिँ हामी लास्ट क्वेसन गरे नि हजुर त्यो त्यसमा चाहिँ के भन्छ तपाईले जुन चाहिँ त्यो पावरमै हाल्नु भएको थियो नि त्यो एन्सर हजुर त्यतिमै छोड्दिने कि हामीले मतलब हुन्छ नि अब जस्तै 4 को पावर 3 भन्यो भने हामी हुन्छ 64 फोको पावर 3 मै छोड्दा हुन्छ यति नै फरक छोड्दा हुन्छ पर्दैन क्यालकुलेट गर्नु पर्दैन बुझिहाल्छ नि त झन् राम्रो निकाल्छ फोको पावर 3 त स्ट्यान्डर्ड हो नि त हैन सो डिस्कर्डमा नोट्सको साथमा प्र्याक्टिस क्वेसनहरू पनि छोड्नुहुन्छ छोडिदिन्छु मसँग छ म तिमीहरूलाई पढ्दै गर अब नियर अबाउट 1 विक पछि अलिकति पढ्नु पर्यो पढेपछि अनि बल्ल तिमीहरूलाई 10-15वटा चाहिँ सेट दिन्छु प्र्याक्टिस सेट त्यति पढ्यो भने नियर अबाउट 50-60 मार्क्स त्यहीँबाट आउँछ फाइनलमा ओके है त्यसको लागि कुनै टेन्सन लिनै पर्दैन कुनै पनि क्लास नछोड मस्त पढ हैन पोहोर सालको भिडियोजहरुमा कमेन्ट्सहरु हेर कति क्वेशन परेको थियो एक्जाममा हैन जस्तै मैले पढाएको सेटबाट मात्रै तिम्रो नियर अबाउट 60 मार्क्स परेको थियो 4 को फाइनल एक्जाममा क्रेजी त्यहाँ युट्युबको त्यो कमेन्टमा हेर्दा त्यहाँ त अब कसैले सब स्टुडेन्टले आफै कमेन्ट गरेको हुन्छ त्यहाँ क्ल्याम्पको पेजमा जाऊ कमेन्ट्सहरु हेर हैन त्यही भएर राम्रोसँग पढ मज्जाले बुझिन्छ आज हामी सिधै म चाहिँ अब तिमीहरूलाई चाहिँ परम्युटेसन गाह्रो टपिकबाटै सुरु गर्दिएँ यो परम्युटेसन र कम्बिनेसन भएपछि म सिधै क्याल्कुलसमा जान्छु अनि है त ओके ओके ल सर यहीँ हुनुहुन्छ होला है सर ल ल अब सबैले एकचोटि सरलाई जाँदा जाँदै क्लास कस्तो लाग्यो फिडब्याक पनि लेखिदिनु पर्यो ल त्यसपछि हामी क्लास कसरी जोइन गर्ने डेली नोट्सहरू कहाँ पाउने कुरा गर्छौँ ल अब हामी एकछिन इन्टरेक्ट गर्छौँ त्यसपछि
ओके सो तिमीहरू सबै डिस्कर्ड सर्भरमा जोइन भयो कि नै मलाई यति भन। जोइन भइसक्यो। ओके गुड, ल सबैजना डिस्कर्ड सर्भरमा जोइन हो। डिस्कर्डमा एकदमै रमाइलो हुन्छ है। डिस्कर्डमा चाहिँ एकदमै फन हुन्छ, हामी मिमहरू हाल्छौँ, सबै कुरा गर्छौँ, एकदम रमाइलो तरिकाले पढ्छौँ होइन। फिजिक्सको लागि त अझ जेएन मिलन सर आउनै बाँकी छ, तिमीहरूले वेट गर न। सुरज ढुङ्गाना सर आउनै बाँकी छ। केमिस्ट्री हुन त केमिस्ट्री पनि हुन्छ, रुटिन अनुसार हुन्छ बाबु, एकै दिन सबै त हुँदैन। तिमीहरूलाई एकै दिन पढाउन थाल्यो भने त फेरि तिमीहरू पढ्दैन र रिभिजन मजाले सकिन्छ। हामी तिमीहरूलाई पछि एकै दिनमा नि 1 सर्ट 6 आवर क्लास 8 आवर क्लास गराउँछौँ होइन। सो अब बोल्न सबैले बोल्न खोजेर हुँदैन। सरले पढाएकोमा यो रिभिजन हो, क्र्यास कोर्स हो, तिमीहरूलाई कसरी बढी मार्क्स ल्याउने भनेर हामीले उ गराउने हो होइन। सो तिमीहरूले चाहिँ त्यसो अनुसार पढ्न पर्यो है। ओके। केमिस्ट्री पनि केमिस्ट्री सुनिल महतो सरले पढाउनुहुन्छ, वान अफ द बेस्ट। पर हाउ मच टाइम होइन, यो तिमीहरूको बोर्ड एक्जामसम्मलाई फ्री हो, यति चाहिँ तिमीहरूले बुझ्नु पर्यो होइन। फ्री भनेर 1-2 दिनलाई फ्री अनि त्यसपछि पैसा लिने हामी गर्दैनौँ। फ्री भन्नाले चाहिँ यो एकदम तिमीहरूलाई हेल्प गर्नलाई हो हामीले यो गरेको है। ल मैले होस्ट एन्ड को होस्टमा च्याट गरेको छु, कसैलाई मेसेज पठाउनु छ भने क्ल्याम्प एकाडेमीमा पठाउनु मलाई होइन। बाहेको चाहिँ अब हामीले तिमीहरू सबैजनाले क्ल्याम्पबुकको फेसबुक पेज पनि फलो गर है। क्ल्याम्पबुकको फेसबुक पेज फलो गरेका छौ? हजुर। ल फेलो गर, त्यहाँ चाहिँ यो भिडियो त्यहाँ लाइभ भएको छ है। यो भिडियो त्यहाँ लाइभ भएको छ। सो लाइभ भएको कारणले तिमीले भिडियो त्यहाँ गएर हेर्न सक्छौ। हामीले त्यसको लिङ्क डाइरेक्टली डिस्कर्ड सर्भरमा हालेछौँ, सो द्याट तिमीलाई कुन दिन कुन भिडियो आयो भनेर सजिलो हुन्छ है। हजुर। रेकर्डेड अब त्यसैबाट हेर्ने होला।